सबै चिजहरू भइसक्यो हो। होइन विदेशमा थियो अनि उसँग लपसप चाहिँ गरेको हो। वर्ष भयो। आमामामा है बिहेको भएको 1 वर्षहरू भयो। अनि सबै चिजहरू भइसक्यो हो। होइन विदेशमा थियो अनि उसँग लपसप चाहिँ गरेको हो। अँ अनि त्यसपछि अब विदेशबाट यता आउने भन्ने कुरा भएको थियो। उतै हुँदै त्यस्तै भयो। अब सपोर्ट नगर्ने 2 रुपियाँको केही पनि हान्दैन। रिस उठ्छ म त। होइन अनि अलिकति पार्टनर भएपछि अलिक सपोर्टर हुनुपर्छ होइन। अँ अनि अब केही पनि नदिने खालि उही मात्र लुट्न खोज्ने। अनि मैले म अब बिसिसिसी गर्दैन नि त। अनि त्यही पछि केटाहरूले पनि अब त्यस्तै चाहिने रहेछ यो विदेशमा बाकोहरूलाई। अब मैले गरिनँ। लगाइ जाऊ उहाँको लागि। केटहरू गर्ने मान्छे पाइयो अरूसँग लाग्यो मैले छोडिदिएँ। ओए गाइज उसको लागि कोही छ र गाइज लुरीको लागि गाइज कोही छ। गाइज लुरीको लागि कोही छ भने म छु भनेर आऊ त गाइज लुरीको लागि। लुरीको लागि कोही छ भने गाइज म छु भनेर आऊ त गाइज। अब लुरी हट्टकर ल लुरी एकचोटि भिडियो बाइदिँदा कान्छी अब सबैजनाले हेर्छ देख्छ त्यसपछि तिमीलाई फलो गर्छ अनि त्यसपछि तिमीलाई माया पनि गर्छ के कान्छी एकचोटि भिडियोमा आऊ त। म त राम्रो छैन नि। अब कान्छी हामीलाई राम्रो नराम्रोको संस्कारै भएन नि। केटी भयो के 2 खुट्टा उभियो भयो हुन्छ। 2 खुट्टा केटी त बब्बालाई छ अँध्यारो अलिकति अँध्यारो भयो क्या फेरि। अब बत्तीवाला कान्छी बत्तीवाला ल गाइज उहाँको लागि कोही हुनुहुन्छ ल होइन केटी राम्रो छ संस्कारी छ गाइज केटिएम बस्छ ल। गाइज कोही छ कि छैन मुटुहरू छ भने माथि रिक्वेस्ट गर न हो। रमझम चर्काउने मान्छे भएन कि गाइज एकचोटि रमझम चर्काउनु पर्ने हो। अब यहाँ रमझम चर्काउने खालको कोही भएन यार गाइज यार। अब अलि जोसिलो खालको कोही छ भने म छु भनेर आऊ त गाइज। अलि जोसिलो कोही छ भने म छु भनेर आऊ त गाइज। अलि रमझम चर्काउने खालको कोही छ भने म छु भनेर गेस्टमा रिक्वेस्ट गर ल। ल गाइज कोही छ त गाइज हाम्रो लुरी डनको लागि। गाइज लुरी डनको लागि कोही छ गाइज अलि फुर्तिलो खालको। तपाईँकोमा आउँदैन हो। आउनु भएको मान्छे आउँदैन के। यार कोही छैन यार। खालि यी भिडियो कलहरू मात्र आउँछ कि क्या मेरो लाइफमा। यो भिडियो कलहरूलाई सब म म्युट गरिदिन्छु है। जति पनि भिडियो कल वाक्कै बनाइसक्यो यो भिडियो कलहरूले। कति रहेछ र भिडियो कलहरू पनि। सब रमाइलोको लाइभ सुरु भयो भनेपछि भिडियो कलहरू मात्रै हो। म छु त आएको अरे हो र ब्रदरहरू। ल गेस्टमा आउनु न गेस्टमा आउनु न गेस्टमा आसी पाइहाल्छ माथि रिक्वेस्ट गर्नु न। म छु दाइ अरे हो र माथि गेस्टमा रिक्वेस्ट गर्नु न। माथि गेस्टमा रिक्वेस्ट गर्नुपर्छ कि गाइज म छु भनेर मात्र कहाँ हुन्छ त। गेस्टमा रिक्वेस्ट कहिले गर्ने त मैले गरिदिने। म छु भन्ने गेस्टमा रिक्वेस्ट गरिहाल्ने हो के। म छु भन्ने गेस्टमा रिक्वेस्ट गरिहाल्ने हो। म छु भन्ने गेस्टमा रिक्वेस्ट गरिहाल्ने हो। म छु भन्ने गेस्टमा रिक्वेस्ट गरिहाल्ने है। म छु भन्ने गेस्टमा रिक्वेस्ट गरिहाल्नु त गाइज। खोइ त कोही छैन सबै लुते खालको छ कि जस्तो लाग्छ। अलि हट्टाकट्टा भएको भए पो दामी हुन्थ्यो। अलि बबाल भएको भए पो दामी हुन्थ्यो। कोही छैन यार। अलि हट्टाकट्टा अलि दमसम भएको अलि फुर्ती भएको कोही छ भने म छु भने आऊ न। अलि जोस जाँगर भएको भए पो बल्ल दामी हुन्थ्यो। सबै लुते खालको आउँछ। अलि जोस जाँगर अलि आँटिलो अलि गाँटिलो अलि दमसम भएको आए पो बल्ल हुन्छ यार। हेलो महेन्द्र ब्रदर कहाँदेखि हुन्छ ब्रदर। अनि के छ समस्या ब्रदर। म चाहिँ जिया खोज्न आएको। कस्तो खालको साथी चाहियो जस्ट भेटघाट गर्ने रमाइलो गर्ने इन्जोय गर्ने इन्टरटेनमेन्ट दिने यसो भिडियो कलतिर जाने यसो चुप्पाचापी गर्ने कस्तो खालको चाहियो ल भन्नु म त्यस्तै खालको मिलाइदिन्छु तपाईँलाई। चुप्पा गर्ने भिडियोतिर जाने। के चुप्पाचापी गर्ने भिडियो कलतिर जाने अनि मायाहरू गर्ने खालको चाहियो हो। हजुर आमा अनि के छ भिडियोमा आउन सक्नुहुन्छ त। यसो हाइट कस्तो छ के छ अब सबै कुराहरू गाह्रो छ चेक हौ हुन्छ सर। राजा। हाइटमा भिडियोमा आउनु चाहिँ गाह्रो छ हौ सर। होइन राजा अब हाइटहरू बेरिङहरू त सबै चेकअप गर्नुपर्छ केटो कस्तो छ के छ अब कतिको सक्छ सक्दैन सब हेर्नुपर्छ राजा। हो र होइन त राजा। त्यसो राजा अहिले म सर बजाउँछु नौमती बाजा फेरि। त्यसो भए म सक्दिनँ ल। यस्तो लुते खालको केटाहरू हाइटले खालि गाह्रो भयो।
हुन्छ राजा तिमी जाऊ है त्यसो भए अर्को ब्रदर आउनु त अलिक फुर्तिलो खालको गाइज अलि जोसिलो खालको आउनु अलि रोमान्टिक गर्ने खालको आउ त मेरो मुटु खान्छ कुटो आउनु माथि मुटु खान्छ कुटो आउनु अलि जोसिलो खालको आउनु यार टक्क रमाइलो गर्नुपर्छ गाइज रमाइलोको लाइफमा इन्टरटेनमेन्ट नै भएको छैन यार गाइज लाइभलाई पनि सेयर गर ल 10-10 जना 15-15 जना अनि 20 जना 25 जना मालाई हाम्रो लाइभलाई सेयर गर्ने है 10 जना 15 जना 20 जना 25 जनामा चाहिँ हाम्रो लाइभले सेयर गर्दै माथि रिक्वेस्ट गर्ने है जति मैले ओपन गर्दाखेरि मुटु ल 90 रुपैयाँ मुटु अरे यार पागलै भन्नु यो जति पागल त यो माथि केटीहरू कोही छैन यार हावै केटीहरू कोही छ त यो नुनन्दा अगाडि सबैजनाले फलो गर्नु न है ल ओइ कान्छी दामी तरिकाले देखाउ ल माथिदेखि तल सर्लको देखाइदेऊ ल ल हानिदेऊ अनि योभन्दा पछाडि अनिकाको सो हुन्छ गाइजहरू ल दामी तरिकाले हेरिदिनुपर्छ बबाल हो कि मुटुहरू बबाल दामी हो कि साथीहरू ल सबैजनाले अनि भिसी भाइले भिडियो पनि अपलोड गरेको छ मुटुहरू लाइक कमेन्ट गरिदिनु है साथीहरू सबैजना ल तपाईँहरूले कस्तो लाग्छ त्यो अनुसारको लाइक कमेन्ट पनि यसो खेलाइदिनु मुटुहरू ल सबैजनाले माया छ यार मुटुलाई पनि सबैजनाले टपको आइडीहरूले पनि फलो गरिदिनु साथीहरू ल सबैजनाले हेर्नु त माथि टपमा यस्तो दामी गिफ्टहरू मुटुहरू हुनुहुन्छ होइन त्यहाँको फलो गरिदिनु साथीहरू सबैजनाले है माथि टपको आइडीले पनि यसो हेर्दै गर्नु केटीहरूले फलो गर्नु मेन कुरा है गिफ्टहरू मुटुहरूले भनेको धेरै केटीहरूले फलो गर्नुपर्छ गेम खेल्ने केटीहरूले ल कान्छी यार सो गर्दैन कहाँ गयो तिमी छिटो गर न यार अरूकै पालो छ ओइ कान्छी गयो कि हो मुटुहरू यो त टोइलेटमै सो गरिदेऊ भने कि अरूको केटीहरूको पनि पालो छ बुझेन सो गरिदेऊ भने कि अरू केटीहरूको पनि पालो छ सो हानिदेऊ भने सो